तर दुल्लु भेट भइया चाँदनी चोकमा भेट भयो चाँदनी चोकमा मलाई उता लिदिन्छौ कि भने कहाँ अनि लङ्सु लिँदै भने उता जाने हो कि भनेर जान्यौ हामी गौड हामी जान्यौ भने नै छिउडी जाने भने छिउडी जाने भने उता आएर म हिँडी आउनु सक्दैन उता पर पुर्याइदिने हो कि भने नै म छिउडीसम्म जाने त्यहाँबाट उता जान्न भने अनि अब लौ त त्यहाँबाट उता हिँडेर जानला भने त्यहाँबाट पछि त उता उता लगिए उतै कहाँ क्या धामी रहेछन् क्या मन त रहँदा थिए क्या पर्दा थिए अब क्या पो उता लिए कहाँ पो त्यो पर कहाँ छिउडीका मान्छे हौ हामी छिउडी पर छिउडीमा लिदिन्छौँ त्यहाँ उता हिँडेर जाउले पनि नदिए अब उता लिए उता फेरि अनि अहिले अन्त समियन घर पुर्याइदिन्छौँ पख अहिले आएर बड्डी नै पछि आएर बड्डी नै उता उता पुर्याएछ नि कसो बेच्ने आउनु कसो तपाईँहरू हुन्छ कस्ता हुन्छ भन्छ तपाईँहरू हाम्रो घरतिर आउने बड्डी कहाँ कुरा गर्छ त्यो कसको कुरा गर्छ यो कुरा फेरि अब उहाँ दुल्लुमा भेटिनु भयो दुल्लुमा भेटिसकेपछि भाइरल गरिदियो भनेर अनि तर म अटोबाट उता राखेँ अटोबाट ओल्लन बित्तिकै त म भयो ठाउँमा भाइरल बन्ने उता भित्र लगाउने उता भित्र पर पर छोडिया पर राम्रो होइन यिनको होइन आधी पुछा लाग्यो आधी पुछा लाग्यो अटा पर ओल्लन नदिकन उता लाग्यो अनि उता मेरो काम थियो आधी पुछा लागि आइज नि अनि क्यार ल भयो यो बडी खराब हुन्छ नि बसिया पर 0 पोइन्टबाट उहाँले रोजिया बस्नेमा त पर्दा लगादेखि पुछा लाग्यो लाटे बडी आफ्नो घर चाहिँ आउँछ उता लागि मैले घरैलाई पुगाइदिएछु कसो बेच्ने हुन् त्यति झर्को मानिल थियो बट उता लिए यता आउने उता लिए म त यहाँ घरै आएर पनि त आएको थिएँ जहाँ लिए पनि घर त आउँछु मान्छे त अब घरसँग पछि पछि काहीँ केही होला भनेर यता भन्दा उता कहिले नलिए है यस्तो धोका नलिए धामी मान्छे तिन त अझै हजुर धामी भयो नि यतातिर आउँछ उता लियो अब आइन्दा ल ल ल भाइ भाइ बस्नु पाइन्छ बस्नु पाइन्छ यहाँ बस्नु पाइन्छ कहाँ गयो यहाँ अछाम 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 खाना आयो लाखुडी जाने भनेको थिएँ लाखुडी जान रात परेको खै आएर दिदी गएर त्यो बस्नु पाइन्छ भने बस्न त बस्छ बस्नु गर्न पाइएन त ल यतिबाट बस्नु पाइएन ल बस हो बस अब कुरा ल म एकदिन भाषा घाटा लिउँ है के गाउँछु कुरा गरौँला ल बसेँ नहीं नहीं क्या लाग्यो त्यो सुत्ने सुत्ने हात खुट्टा दुखे पटाइ लाग्यो सुत्नलाई तपाईँ त बस्ने भने बस अरू त आउँछ त्यही सुत्ने भने बस्ने बास बस्ने ठाउँ सुत्नु पाइँदैन हामी अरू कपडा छैन हामी त बटाबटी यही बटामा काटौँ उताउँ अब त्यो तपाईँ दिएपछि हामी गाउनु नि यही महिना चिसो पुसा महिना चिसो बस्ने पनि बस्न आए सुन्नु पाइँदैन तपाईँ बाटोबाट यहाँ सुत्ने भए तपाईँ जेठा महिना आउनुपर्छ हामी कपडाबाट यी कपडा सिधेखेर हामी उठाउनु त्यो बेला जेठा महिना उठाउनु त्यो बेला आयो बाटोबाट भए यहाँ त हुँदैन बाटो बस्ने पनि आए म होइन त्यस्तो तपाईँ त बस्ने दियो भने मैले बस्नु दिएँ बस्ने मात्रै हुने भयो एक महिना चिसोनु पर दुई घर छन्
घरलाई गएर त्यो उठ्ने छैन केही छैन हामी बटाबटी हुत्तामा यहाँ खाडौँ न कोठा कोठामा यहाँ गर्छन् एउटा कोठामा दिनु मिल्दैन तपाईँ हुत्ती अरू कपडा हिँड्नु तपाईँ यहाँ हुत्तीमा हामी बटाबटी गाउँछ एउटा कपडा मलाई नदिने भए थियो भने म क्यारी बस्न हो त्यहाँ पर यहाँ हुँदैन हामी सुत्न लागि त हुँदैन होला म बान्छु गाई कोही अरू दिएन नि बास हेर एफआइआर ठुलो यता फर्क न किन फर्को छेउतिर हुने हो भने भन हामी त हुत्ताम बटाबटी आजले एबिना चिसान छेउतिर हुत्थ्यो बटाबटी हुत्यो ठाउँ र छेउनु छेउतिर हुने हो भने हुँदा नत्र जाऊ हामी बटाबटी हुत्ने हामी म जाऊ हामी नजिक कोरोना उद्योग बाटो म बस्दैन त्यही मेरो यो सफा गर्ने भनेको झाड जङ्गल भयो यो कता के हो यो अब यो फिया लथार भने घर आउनु केटाकेटी पनि छैनन् के भयो के भयो म मेडिकल जान्छु भने किन मेरो पेट दुखो जाऊ पेट के दुख्यो त केही खानामा कचमच भयो कि के भयो अब मेरो पेट दुखो कतिजना त्यो आलाना बाठी गाउँघरबाट हालिए कि मेरो पनि दुखिया थियो पेट त म यो गयौँ भन्ने मन पखाला लागेर कस्तो जान पढाउनु ओहो मैले राम्रोसँग खाना बनाएर बासी खायो सायद अस्तिको बासी पनि खाइदिएँ अलि त्यही खाना बासी त आलै खाएँ खाइ खुसु खान लाग्यो मैले लगेँ त्यही बेला नै अनि अलिक पेट दुख्यो भने के गर्नु पर्यो त अनि मेडिकल जानु पढो लो भयो कि दौडे जाने दौडै जाऊँ भने त एक्लै गइकन म थाहा पाउँछु नै त यसो म यहाँ भैँसीहरू बाख्राहरू लकडाउन छ यहाँ धेरै काम छ अब तेरो पेट दुख्या अलि त आइजाउँला त हेर तेरो पेट दुख्या दौडा गयो नि घरमा नि कुखुरा हेर बाख्रा भया अनि त भनिदिन्छ त्यहाँ खाइदिनुहुन्छ त्यति मेडिकल जान आउँदैन दुई गएपछि अब जा बरु पैसा चाहियो भने लैजा ल मेडिकलमा जा त्यहाँको गरे पेट चेक गराएर के भन्छ डाक्टरले दिशा चेक गर्नुपर्ने हो कि त्यही त त्यो के भने यो गरे दुईवटा जाउँ त भने अब एक्लै जा भने नै जा काम पनि त्यो उनामा राम्रोसँग गरे चेक गराइ म यहाँ काम धेरै छ लहर फोहोर भयो होइन जङ्गल ढुङ्गल भयो अब बडी गई अब त्यो हालै पेट दुख्ने कस्तो बेली भाइ भनेको मैले यो राम्रोसँग खाना हुन बासी खाना नखा भनेको मानिन बटीले फटफट खाइदियो अहिले लाग्यो पेखाल्ला अब भोपाल भयो नि अब उहाँको पैसा कति लाग्ने हुन् अन्त कस्तो के भन्ने हो दिशा चाहिँ गर्ने भन्ने हो कि के हो अब भोपाल भयो अब सिन ओहो आज बिमारी पनि खासै कोही आएको छैन अब बिमारीमा आज त के भयो के भयो र पेट दुखिएछ ओहो पखाला लागेर हैरान पखाला लाग्यो खोइ यता बस्नुहोस् ओहो पेट तल्लो पेट दुख्छ कि माथिल्लो पेट यहाँ दुखिएछ ओहो त्यसो भए तपाईँको त यसो गर्नुपर्ने हुन्छ तपाईँले दिशा चेक गर्नु पऱ्यो दिशा टोइलेट जानुहोस् टोइलेट दिशा गरेर पल्ला गरेर 3 नम्बर कोठामा गएर दिशा चेक गर्नु तपाईँको दिशा चेक नगरेर औषध दिनु मिल्दैन औषध मात्रै नै दिशा पेटको कस्तो किसिमको समस्या हो त्यो त दिशा नगरेर हुँदैन औषधि खाएर गइजाने भनेको थिएँ मैले हो ल दिशा गर्नुहोस् को छ हो को हजुर डाक्टर साहबले 3 नम्बर कोठा जा पनि पठाउनु भयो त यो 3 नम्बर यो कसको दिशा लिएर आउनुभयो तपाईँले अहिले दिशा चेक गराइ ल्याए अनि त्यहाँबाट पछि औषध दिउँला पनि कहाँ अनि घरमा चेक गर्ने हो त अनि दिशा यसो को डाक्टरले भन्यो डाक्टर साहब अघि 1 नम्बर कोठा हुनुहुन्थ्यो अहिले 3 नम्बर कोठा होइन हजुर होइन यो जानुहोस् तपाईँ जानुहोस् लाला थप्पड जानुहोस् जहाँ आए पनि थप्पड लाइने यो होइन हजुर खाना आए मान्छे थप्पड लाइने हुन्छ म किन आउँला त्यतिकै औषधि खाला पञ्च होला पनि किन आइ गड्डियो आएँ त दुईवटा जाउँ त भनेर के भयो 3 नम्बर कोठा जाउँ म 3 नम्बर कोठा गइया झन् उहिले झपाड पाडेर मन किन गइदिए 3 नम्बर कोठा दिशा चेक गरेर ल्याए पनि नै कोही घर गइदिए अब त्यही रहेछ त अब डाक्टर साहबले पर जाए भने म
पर जा भनेपछि अब 3 नम्बर कोठा जा भनेपछि अब उयो घर हो कि अब कोठो हो कि क्या पो मन के थाहा त्यही दिशा लिन गई त्यही दिशा लिकन गए मेरा कोठा किन ल्याइ भनेर उहिले कसो मार्ने हो त अड्का गरेर दिशा लिएर दिदा उहिले झपाट झुपाट तैँले त काउले लिन्छ त दिशा प्लास्टिकमा ल हो सिसी हुन्छ त पर सिसी एउटा सिसी माग्ने त्यहाँ टोलेर जाने दिशा गर्ने अनि त्यो सिसी लिएर पर दिशा बच्चे गर्ने र त पोलिथिन ल्याइकन आउँदो यो अड्का गरेर ऊ रिसाउनै नि हो त त्यो भयो कसो मार्ने हो रिसाए त्यो दिशा लिएर त्यही घर है डाक्टर सिधा पनि डाक्टर गइकन के यस्ता त्यो भयो त्यो सानो बाबालो कति आइमा उसले त्यो दिशा चाहिँ गर्ने ठाउँहरू डाक्टरले भने उठा जाउँ त अघि पनि मैले म थाहा पाउन दौडा जाउँ त्यो भयो उसमा दिशा लिएर घर गई उही आएर अब कोठा त्यही कोठा जाए पनि यसो जानु पड़ाउन उही घर गयो नि त रिसायो नि बाटो डाक्टरले त्यही कोठा जाए मेरो गुलिकन हुने उयो गरेर गयो रिसाइने त कसो मार्ने हो अझ यो कति मान्छेले आफै पनि जानु पर्ने रहेछ दुईजना आफै जाउँ त पनि बाल भयो यो आइमा उसोहरू हुनु होइन उनीहरूको परा दादीको पिसाब टेसाब आफै गए पनि पहिला दिशा चाहिँ गर्ने भने दिशा गर्ने भन्नु डाक्टरले ऊ लिएर उयो घर गइछ दिशा लिकन पहिला कोठा 3 नम्बर कोठा जाऊ भने डाक्टरले भन्नुभयो अनि अब जानु पड़ो न ल यो कति आइमा एउटा त हुन यार जा भन्नु हो जान त पड़ो अनि दिशा लिएर उयो गरेर गई कसो मार्ने हो यस्ता यस्ता आइमा के कुरा त्यो कहाँ हो भने सोध्ने हो के हो कति नम्बर कोठा भन्ने 3 नम्बर कोठा भनेपछि अब कय कोठा 3 नम्बर पनि होइन पल्ला गरेर 3 नम्बर पल्ला गरेर भनिदियो भने हुने हुन्छ हल्ला त भोलि जाउँला आज केही तातो पानी बनाएर खा अब भयो भोलि जाउँला अब यो पागल यो यति आइमासँग अनि के दिन काटी खान्छ दिशा लिएर अर्का गरेर जाने हो अघि एक्लै जायो भने अहिले पागल रहेछ भन्ने न दिशा लिएर अर्का गरेर जाने अब त लाजौँ भन्नु दिशा त बरु चेक गर्ने ठान्दैन भयो सिसी लिएर उहिले अन्त दिशा लिएर आउनु भन्नु भन्ने अब दिशा चेक गर्ने पो भन्ने अब सरसर गरेर गयो म टोइलेट गयो अघि अनि पोलिथिन बनाएर उयो घर लिने अनि उयो गरेर चेक गरिदिउ त उयो घर किन चेक गरिदिउ त उयो त कसो मार्ने अब कसो भयो अब रन्दे योपट्टि भोलि जाउँला अब यो आइमासँग दिन काट्ने अघि नि उसोहरू हुँदैन सिकायो हुँदैन भोलायो हुने भयो